सम्पूर्णमा नमस्ते नमस्कार। आज पौष 27 गते पृथ्वी जयन्तीको सम्पूर्णमा शुभकामना। तर आज पृथ्वी जयन्तीको उपलक्ष्यमा तपाईहरूको बिचमा एउटा सानो जानकारी लिएर आएको छु। हाम्रो नेपालको इतिहास यदि हेर्नुहुन्छ भने नेपालको इतिहासमा पृथ्वीनारायण शाहको जुन वंश छ त्यो वंश चाहिँ हाम्रो नेपालमा राजा शासनमा राज गर्दै आइरहेको थियो हैन। त्यसमा एउटा कुरा ध्यान दिनुहुन्छ कि पृथ्वीनारायण शाह जब त्यसको वंश बढिरहेको थियो भने हरेकको नाममा पछाडिमा शाह लागेको थियो। तर पछि गएर जति पनि राजा हुनुहुन्छ जुन 5-7 वटा वंशदेखि अहिले चलिरहेको थियो पछाडिमा त्यसको हरेकको नामको पछाडिमा वा बिचमा विक्रम लाग्यो। हालाकि पृथ्वीनारायण शाह अर्थात् त्यो राजाहरूको बिचमा विक्रम लाग्नुको मुख्य कारण यस प्रकारले रहेको छ कि जब पृथ्वीनारायण शाहको वंश जब राणा बहादुर शाह हुनुहुन्थ्यो, राणा बहादुर शाहको अलरेडी विवाह भएको थियो। त्यसको पहिलो स्वास्नीको अर्थात् पहिलो श्रीमतीको नाम त्रिपुरा सुन्दरी हुनुहुन्थ्यो, श्रीमती त्रिपुरा सुन्दरी हुनुहुन्थ्यो। तर राणा बहादुरले हैन दौडाहा प्रथाको बेलामा, दौडाहा प्रथा भन्नाले राजा शासनमा हैन आफ्नो राज्यको हरेक क्षेत्रमा घुम्नका लागि त्यहाँको अवस्था बुझ्नका लागि गइरहेको हुन्थ्यो, त्यसैले दौडाहा प्रथा भनिन्छ। त्यसै क्रममा राणा बहादुरले हैन दौडाहा प्रथाको बेलामा हैन जस्तै महोत्तरीमा पनि आएको थियो, प्रदेश नम्बर 2 को हरेक जिल्लामा घुम्न जानु भएको थियो हैन। त्यही महोत्तरी जिल्लामा हैन दौडाहा गर्ने बेलामा एउटा धेरै सुन्दर हैन केटी भनौं, त्यो केटीमाथि मन आएको कारणले गर्दा, त्यसमाथि लोभाएको कारणले गर्दा त्यसमाथि एउटा हैन विवाहको प्रस्ताव पेश गर्यो। राणा बहादुरको कुरामा गर्दैछु। राणा बहादुरले त्यो केटीमाथि विवाहको प्रस्ताव पेश गर्दाखेरि त्यो रानीले एउटा वचन गरेको थियो, एउटा शर्त राखेको थियो कि यदि म तपाईसँग विवाह गर्छु भने हामी दुईटैबाट जुन सन्तान आउँछ त्यो सन्तान पछि गएर राजा बन्ने छ। हालाकि हामीलाई थाहा छ कि राजा शासनको रुल्सको अनुसारले पहिलो स्वास्नीबाट जुन सन्तान पहिलो छोरा जन्मन्छ त्यो चाहिँ राजाको लागि हुन्छ। तर हालाकि पहिलो स्वास्नीको अर्थात् पहिलो श्रीमतीको नाम के थियो त त्रिपुरा सुन्दरी थियो। त रुल्सको अनुसारले त्रिपुरा सुन्दरीबाट जुन सन्तान आएको हुन्छ त्यस चाहिँ राजा बन्ने छ। तर उहाँले जुन भने नि दौडाहा प्रथाको बेलामा जुन एउटा केटीमाथि दिल आएको थियो त्यो महिलाको नाम थियो कन्तावती, जो कि महोत्तरी जिल्लाको हुनुहुन्थ्यो। उहाँले सेम प्रस्ताव गरेको थियो कि यदि म तपाईसँग विवाह गर्छु भने हामी दुईटैबाट आएको सन्तान नै अग्रिम राजा हुनेछ भनेर। त्यसपछि राणा बहादुर शाह र कान्तिवती श्रीमती कान्तिवती रानीबाट सन्तानको जन्म भयो, पुत्रको जन्म भयो। त्यही पुत्रको नाम थियो गिरिवान युद्ध विक्रम शाह। गिरिवान युद्ध विक्रम शाह। त एक प्रकारले हामी भन्छौँ भने गिरिवान राजाबाट, गिरिवान भन्दा जति पनि पहिलाको राजा थियो त्यो राजा भन्दा पहिला विक्रम लागेको थिएन, तर गिरिवानको बेलाबाट विक्रम जोडिएर आउँछ। त्यसको त्यही कारण थियो। तपाई पनि आफ्नो कमेन्टमा भन्दै गर्नुस् त अगाडिदेखि तपाईलाई थाहा थियो कि थिएन भनेर।